Guys, Hello guys, welcome to new vlog for Murra gang. Murra! हामी चाहिँ अहिले मैले भनेको थिएँ तपाईँहरू सबैलाई क्रिसमस डेको दिन मेरो भ्लगहरू अपलोड हुनेछ भनेर। अबदेखि डेली त अब फुल भ्लग चाहिँ डेली नहोला कि तर मिनी भ्लगहरू चाहिँ हाल्ने छु म अहिले सबै रेडी भइसकेको छौँ। हामी त रेडी भइसकेको छौँ। हामी जाने भने जान्छ अब जान लागेको छौँ। अनि के भन्छ यहाँ केटाहरू गेम खेल्दैछ अहिले जाने बेलामा हिँड्ने बेलामा धेरै गेम खेल्छ क्या जाने बेलामा कहिले गेम खेल्छ। अनि एउटा रेडी भएको छैन एउटा मिनिङ यता हुन्छ यो मान्छे के भन्दाखेरि भिडियो अलिक भिडियो एडिट गर्ने मान्छे यो पनि हो। अनि त्यो जुन तपाईँले सेकेन्ड मोस्ट आजियन मास्टर त्यो भनेको देख्नुभएको छ नि यो मान्छेले सुरु गरेको है। मैले होइन अब यो मान्छेले मलाई मिस्टर काजी बनाएको छ तर म काजी होइन। खासमा मलाई काजी हामीले के नाम के राखेको छौँ भने हाम्रो डिजाइनमा चाहिँ लप्पी अनि कृति मतलब अब मेरो नाम लक्ष्मण अनि त्यसको नाम कृतिका हो। अनि त्यसलाई कृति अनि मेरो लप्पु राख्नु खोजेको थियौँ तर यो मान्छेले हामीलाई सेकेन्ड मोस्ट काजु भनेर चिनाएको छ भने अहिले सेकेन्ड मोस्ट काजु भनेर हामीलाई सबैले चिनिसकेको छ। तर हाम्रो एक्सरमा डिभिजन मान्छे को भनेर चिन्दाखेरि चाहिँ यहाँ मिनिङ हुनुहुन्छ। अनि फेरि अर्को कुरा चाहिँ के हुन्छ बम काजी पनि हुनुपर्ने तर बम काजी छैन यहाँ। बम काजी को छैन अत्ता पत्ता छैन। अब बम काजी पनि बिस्तारै रिलिज हुन्छ हेर्नुपर्छ अब को हुन्छ बम काजी त्यो त हामीलाई थाहा भयो। बम काजी रिलिज हुन्छ छिट्टै तर अहिले होइन अलिक दिन पछाडि रिलिज हुन्छ। अब गाइस हेर्दै जानु होला। हाम्रो यो यता हुनुहुन्छ अनि भाइहरू सबै यतै छ। भाइ अघि दुईजना मैले जो गेम खेल्ने भनेको एउटा यहाँ छ एउटा यहाँ छ। अब हामी चाहिँ यहाँबाट हिँडेको अब के भन्नु नि म चाहिँ भन्दैछु फेरि एकचोटि हाँस्छ मलाई यसको हाँसाइ त मलाई बब्बल लाग्छ क्या त्यो भएर होइन यो मान्छेले त पागल हो भन्नेमा चिनिन्छ है ल त्यही मेरो यो मान्छेको डिजाइन त खतरा लाग्छ मैले तपाईँहरूलाई राति भिडियो बनाएको चाहिँ यहीँ बनाएको है। दुईजना फेरि यहाँबाट केटीले दुईजना हटाइहाल्यो। एउटा कपडा लाउनु भएको छ तर एकजना कहाँ गयो फेरि मलाई थाहा छैन। तपाईँले जुत्ता लाग्छ तर मलाई त्यो जुत्ता नलगाइ गाइस। मलाई त्यत्तिकै ठिक लाग्छ धेरै छ जहाँ हिँड्दा पनि उत्तिकै हिँड्नु मन लाग्छ। केही भन्न चाहनुहुन्छ के अरे नाम के अरे कोसल केही भन्न चाहनुहुन्छ? मलाई अपलोड गरिदिनु नि मलाई अपलोड हालिदिनु नि मलाई के थाहा अब केही भन्न ओइ गोरु के भन्न चाहन्छस्? किनकि लभसँगै धेरै भाइरल गरिदियो गाइस यो मान्छे छ नि लाख बोका छ क्या अहिले होइन कस्तो भन्दाखेरि यिनीहरू मभन्दा कान्छु हो तर पनि यस्तो बोका छ त्यसले बोल्ने तरिकै कस्तो घट्छ क्या अहिले आफूभन्दा सिनियरलाई रेस्पेक्ट गर्ने पुरै छैन। मान्छे मुर्रा तपाईँहरूलाई फेरि भिडियोमा स्वागत छ है साथी। अब हामी चाहिँ यहाँबाट 10 जना लागेको 6 जना अब हामी यहाँबाट 10 जना लागेको 2 जनालाई पर्थ्यो अहिले हामी 2 जना कता मुन्थ्यो अघिसम्म नै घरमा थियो अहिले काम मुन्थ्यो। अब मैले अर्को कुरा के अरे अस्ति मैले भन्थेँ मेरो युट्युब च्यानल के अरे अब क्रिसमस डेको दिन अपलोड हुन्छ नि अब भरे अपलोड हुन्छ त्यो हेरिदिनु होला। टिकटकमा जसरी माएर सपोर्ट गरिदिनु भएको छ त्यसरी नै गरिदिनु होला मेरो युट्युब च्यानलमा पनि। म युट्युब च्यानलको नाम चाहिँ उता मेरो प्रोफाइलमा राख्ने छु हेरिदिनु। अहिले हामी सबजना यतै छौँ बिहान पनि आइपुगिरहेको छ अहिले यति नै बाइक बाटो भिडियो युट्युबमा हेर्दै गर्नु होला। त्यही हिँडेको त अब मेरो सोलमा अलिकति
कोही कहिले त बुझ्नुहुन्छ होला होइन मेरो साउन्डहरू भोइस अलिकति नराम्रो होला तर पनि भिडियोहरूमा आएर साथ दिनु होला है। अब युट्युब च्यानल त अब आजदेखि होइन यो च्यानल मैले पहिल्यै खोलेको हो। भिडियोहरू अपलोडहरू गरेको थिएँ 3-4वटा भिडियोहरू पनि थियो मैले सबै डिलिट हानिरहेको अनि त्यही भएर फेरि यो डिलिट हानेर फेरि अर्को यो बनाऊँ भनेर सोचिरहेको थिएँ। त्यसैले अब धेरै दिनपछि मैले आज अर्को फेरि यो भिडियोहरू त्यो फर्स्ट भिडियो भनौँ न अब भ्लग अब फर्स्ट भ्लग भनौँ अब भ्लग त पहिले पनि बनाएको थिएँ यिनीहरू अलिक धेरै लामो भएको कारणले गर्दा फेरि मैले अर्को बनाएको। भिडियोहरू कस्तो आउँछ भने जस्तो पनि आइदिन्छ क्या कमेडी होस् जोसुकै होस् सबै आउँछ सबै टाइपको भिडियोहरू आउनु सक्छ। अब दुईजना अगाडि कोही कहाँबाट जान्छ तलबाट जाँदैन कोही कहाँ हिँडेको कहाँ हिँडेको यहाँबाट हिँड्न दुईजना उता परको दोकान कता साथीको घरको होला मलाई केही थाहा छैन अहिले कतिजना हामी कतिजना हो 5जना टप नै अब टपमा गएर नि के गर्ने मात्र होइन अल्छी लाग्छ भजनहरू सुन्नु मलाई राम्रो लाग्छ तर रमाइलो लाग्छ भजनहरू सुन्दा चाहिँ अलिक त्यो मिलेर लाग्छ मेन धानी छैन क्या के भयो किन हाँसेको किन हाँसेको सबै गाई हुन्छ घर बनाएको लागि सबै गाइसक्यो अब घरमा गएर म त के गरेको के अरे मैले भिडियो बनाउनु सुरु गरेँ न लाग्छ अब दुईजना कुन बाटो आउने मलाई केही सँगै हिँड्न भन्दा मान्दैन साथीलाई लिनु यो दुईजना यस्तो हो क्या तिनीहरूको यस्तो दिमाग छैन बुद्धि म त्यस्तै क्या कस्तो भन्नाले धेरै त्यो केटी छोरी मान्छेले भन्दा पनि छोरा मान्छेले मात्रै बुझ्छु नि त कुरा अब त्यस्तै टाइपको भन्नु न जज हेर्न सक्नुहुन्छ यही हो मान्छेको अलिकति लास्ट गाह्रो लाग्छ मलाई त्यो भिडियो पनि त्यो टाइपको बनाउनु पर्यो मान्छेहरूको अगाडि पब्लिकको अगाडि भिडियो बनाउनु कस्तो लाग्छ पवित्र तिमी साउन्डहरू क्या म्याच घरको यो के मान्छेहरू हेर्नु न हेर्नु बेला मेरो ठुलो बोलेर के अरे मेरो कहाँ गयो भन्नु थियो त्यहाँनिर ओइ ओइ आसन छिमेकीहरू पनि आउँछ त्यहाँ को मेन हाल्नु पर्दैन यहाँ के गर्ने हामी त म के गर्नुपर्ने भइसक्यो यार कस्तो लाग्छ यति जान्ने अनि चट्नु त पुग्ने घर पनि धेरै दिने घर पनि छ कि तैँले बोले के सुनेको ठुलो बोल छोटा न भाइ त्यो घर म सँगै बोल्छु नि त त्यही अब दुईजना त्यहाँ आएकै छैन क्या दुईजनालाई पढेको छौँ हामी
मियाहरू खोइ माथिबाट हेलो भन्दैछ अहिले हामी चाहिँ अहिले नचिन्ने कि एकछिनमा हामी एकछिनमा चिन्छौँ होइन ओइ एकछिनमा चिन्छ हामी सुरुमा चाहिँ हामी दुईजनाले दुईजना ल्याउँछौँ भने त्यहाँदेखि चाहिँ एक दिन सबैजना ग्रुप भएर किन्ने राम्रो हुन्छ नि त त्यत्तिकै हामी सुरुमै 5 जना थिएपछि आएर हाम्रो गाउँको भाइ पनि यता पछाडिबाट आउँदैछ साइमन राज त्यही हो भिडियोहरू अन्तिमसम्म हेर्दै गर्नु होला मुर्रा ला मेरो सुक्यो केटीहरू कस्तो राम्रो राम्रो आएको क्या मेरो आँखा त हेरेको केही गर्नु मन लाग्यो यार के गर्नु मेरो आँखा फुटाइदिनु क्या हो के गर्नु किन्ने मलाई अप्ठ्यारो लागिसक्यो यार अहिले यस्तो कि अब मलाई कस्तो हुन्छ स्किन त्यो बडो मजा आउँछ अब भिडियोमा सधैँ जिस्केर बस्नु भन्नेहरू छैन नि त अब भिडियोहरू पनि बनाउनु पर्छ भिडियो बनाउँदाखेरि पुरा तर मलाई के लाग्छ भने मान्छेलाई अब घरिघरि हस्पिटाउनु पनि पर्छ त्यही भएर मलाई चाहिँ अलिक धेरै त कमेडी गर्नु चाहिँ राम्रो लाग्छ त्यही हो यसले मलाई के गर्दैन कराइदियो यार सबै चिनेको जस्तो लाग्दैछ मलाई चिनेको जस्तो लाग्छ तर मिठो बनाएको छ चिनेको मान्छे बनाएको छ आफ्नो मान जानुपर्छ नि त होइन कोही छैन अब हामीले भित्र हिँडेको अब भित्रबाट भिडियो चाहिँ कसरी बनाउनु साथी हो अलिकति गाइदिनु पऱ्यो मलाई भित्रबाट भिडियो अप्ठ्यारो लाग्छ यार भिडियो गएर बोल्नु पनि बनाउनु पनि भाइ यस्तो के कस्तो भन्दा अब त्यो नबोली हिँड्नु न होइन ए दुःख पनि है सबैले नचिनेको मान्छे कुन चाहिँ खुसी हुन्छ होला भनेको त आफ्नै साथी नचिनेको Kali dos today I am alive.
सुताइराखेको भेट्टाउनेछौ तब एक्कासी ईश्वरको दूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए तब गोठालाहरूले आपसमा भने आओ हामी बेथलेहमसम्म जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गएर मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुडमा सुतिरहेका भेटाए। जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनेको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुनिएर सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन् जस्तो तिनीहरूलाई भनिएको थियो। त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। 2025 वर्ष अगाडि अन्धकारमय औँसीको रातमा जब गरिब गोठालाहरू आफ्नो गोठ आफ्नो गाई बस्तु भेडाहरू हेरिरहेका थिए अनि त्यो चौरमा चाहिँ उनीहरूले आगो तापेर बसिरहेको थियो, आफ्नो गाई बस्तुको रखवाली गर्दै थियो। त्यो अवस्थामा चाहिँ एकदमै स्वर्गबाट चम्किलो उज्यालो कहिले नदेखेको उज्यालो प्रकाश त्यहाँ आयो। कहिले नदेखिएको स्वर्गदूत त्यहाँ देखा पर्यो अनि त्यहाँ गोठालाहरू बिचारा गोठालाहरू कहिले त्यस्तो नदेखेको दिनको ज्योति नदेखेको अनि स्वर्गदूत नदेखेको गोठालाहरू उनीहरू साह्रै डराए। अब
हामीले यसको पहिले देखेको थियौँ अब हामी मर्छौँ कि के हो उनीहरूले आए आपसमा एकदमै डराए अनि हामी त मर्छौँ नै होला उनीहरूले हामीलाई त्यस्तो ठाने स्वर्गदूतले भने यहाँनिर हामीले हेरेको पाउँदछौँ तब स्वर्गदूतले तिनीहरूलाई भनेन आज तपाईँहरू जतिजनाले विश्वास गर्नुभएको छैन तपाईँहरू ठिक ठाउँमा आउनुभएको छ तपाईँ परमेश्वरको घर चर्च भनेको परमेश्वरको घर शासनका सबै मानिसहरूको निम्ति आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट हुनुहुन्छ आज दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ आज तपाईँ हामी जतिजना छौँ हामी मुक्तिदाता यीशु ख्रीष्टको घर होइन हामीले चर्च भनेको चाहिँ हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामी जीवित मण्डली हो तर मण्डली घर हो हाउस अफ द लर्ड अर्थात् परमप्रभुको घरमा परमेश्वरको घरमा तपाईँ आउनु भएको छ आज तपाईँलाई आमाको गर्भमा रस एक चारजना छ भिडियो बनाउँछु बोलेको छ त गिटार बजाउन आउँछ होइन हुन्छ हाम्रो आदरणीय रेभरेन्डलाई धेरै धन्यवाद र यतिखेर हामी समूहबाट एउटा गीत सुन्नेछौँ सिसिलियानको जाडोमा पनि हामी सुन्नेछौँ हामी सबैजना साथीहरू तयार गर्नेछौँ यो सबैजनालाई फेरि पनि जय मसीह साथै मेरी क्रिसमस हामी एउटा गीत गाउन गइरहेका छौँ सिसिलियानको जाडोमा र यो गीत गाउनभन्दा अगाडि चाहिँ यसपछि चाहिँ हाम्रो प्रतिभा प्रदर्शन अथवा ट्यालेन्ट सो कार्यक्रम रहनेछ र यहाँ जति पनि तपाईँहरूको डान्स गीतहरू कविताहरू चाहिँ ल्याउनु भएको छ तपाईँहरूले चाहिँ हाम्रो जवान समितिको भाइ सचिव पूर्णवास राई यहाँ ठाउँमा हुनुहुन्छ बजाउँदै हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँले नाम टिपाउनुहोस् अनि उहाँले चाहिँ तपाईँहरूलाई बोलाउनु हुनेछ तपाईँले जतिजनाले आफ्नो रेडी गरेर ल्याउनु भएको छ तपाईँले नाम टिपाउन सक्नुहुनेछ गीतपछि
बहिनी हो मलाई लाग्दैन क्या तेरो त्यो के अरे दिगले भानु बुझ्नुको बहिनीको बहिनी दिदीको बहिनी भानु बुझ्नुको तेरो जुन बहिनी छ नि त्यो त्यसको बहिनी हो त्यो बहिनी ओइ ओइ तिमीले भिडियो बनाउँदैन कहाँ गर्नु यो भाइ बहिनीहरुको आज फोटो दिनु Sorry,